यहाँ आइसक्यो हाम्रो दाइले ल्याउनु भएको। ओहो के हो दाइ मा गुडनेस सुगर फ्री बाबा यहाँ छौँ होइन। हाम्रो देश किन गरिब भएको छ थाहा छ? किन मान्छे सेन्स छैन क्या सोल्टी। यो बोतल हामी नेपालमा भयो भने के गर्छौँ थाहा? यसरी गाडीबाट चट फालिदिन्छौँ कि। तर यहाँ कस्तो छ सिस्टम छ कि। तर ल हेर्नुहोस् यहाँभन्दा बाहिर फालियो भने हामीले त्यसको फाइन तिर्नुपर्छ। ल हेर्नुहोस् मान्छेलाई चाहिँ एउटा नियम छ सिस्टम छ कि। यो हो कि तरिका के कसो हो जेन दाइ? हो जेन दाइ भनिदिनुहोस् त ल। सब नेपालले बुझ्नुपर्छ। अब तपाईँलाई राजा चाहिएको कि नेता चाहिएको ल भन्नुहोस्। केपी चाहिएको कि राजा चाहिएको? तीनटा टाउके भन्दा त मलाई राजै ठिक छ। ल ठिक छ। कसको तर्फबाट आज कसको के उपलक्ष्यमा आज मेरो नाम चाहिँ मेरैमै छ। अब त्यो भजन म मिलाइदिइहाल्छु भाइहरूलाई नखादिनुहोस् त्यसमा होइन। अहिले हल्का हामी 9 बिसेको डाँडातिर चढ्दैछौँ। ओह्रालोतिर लाग्दैछु म। केडा हो ल हामी ठ्याक्कै आइपुग्यौँ है। फाइनल्ली हामी यहाँ आइपुगेको छौँ। अभी मजा आएगा ना भिडो बाइकहरू। ओ मा गुडनेस के हो यार यो घोडाले जस्तै यसले एक लात हान्यो भने त गयो त केटा हो। हजुर ब्रेकमा ब्रेक कितना पर आवर कितना है? देखो एक घंटे का मैं तुमको 50 रियाल में दे दूंगा ठीक है? 50 रियाल? हाँ ये वाला 50 1 घंटा 50 1 घंटा 50 ये और सेम है ये वाला 100 रियाल। ये 250 सीसी 110 सीसी है। कहाँ लाँदा नि यो नि? माथि माथि चढेर मान्छे ए चलाइन्छ किन नचलाउने इजी हुन्छ। 4-5 एक्सीलेटर है। अलिक पुरानो भइसक्यो। घन्टाको 100 रुपियाँको हिसाबले एकदम राम्रो ठाउँ रहेछ। बाइकहरू पनि राम्रो रहेछ यहाँ। जे होस् के भन्नु छ केटा हो सब एकचोटि गाडी गाडी भन्छ नि हैन यता आइसक्यो सब। के भयो र यहाँ छोराले देखाइदिए भिडियो कलमा।
सबैजना आऊ होइन जिन्दगी मरि जाने हो चिल म्यान चिल ल हिँड्नु राइड सक्यो अब पार्किङतिर जान्ला हो कस्तो अनुभव भयो सरहरू एकदम ओके छ ओके सोल्डा हजुर दामी सोल्टी तर पुरा माटो के पुरा धुलो गयो के सही भयो नि ल सस्तो राम्रो एक घन्टाको लगभग कति लाग्यो हाम्रो 50 रुपियाँ जति लाग्यो 50 रियल पर पर्सन 50 ओके ठाउँ चाहिँ असाध्यै राम्रो बालुवाघारी यस्तो राम्रो राम्रो ल हेर्नुहोस् चट्नी हो र सबैलाई पर्दैन उठ्थी के चढ्ने है म झ्याउ लाग्छ केटाकेटी ल यहाँ हाम्रो डिजर्ट सफारी भइरह यो केटा हो हाम्रो 20 वर्षको आलमराई बसेको फर्स्ट डिजर्ट सफारी हो है केटा हो यो चाहिँ ल है एकदम दामी छ केटा हो सब घुम्न आऊ हैन चाहिँ हाम्रो जेनी दाजुले जान्छ एकदम हाम्रो यदि मुरी धन्यवाद मुरी कोटी धन्यवाद अब हाम्रो यता पब्जीको के अरे पब्जी डन आज हाम्रो ल अब चाहिँ हाम्रो घुमघाम कार्यक्रम भ्याइयो अब हाम्रो खाजा खाने पेट पूजा पनि गर्नु पर्यो होइन अब हामी यो रेस्टुरेन्टमा छौँ यता हाम्रो स्पेसल दाजुभाइ हाम्रो पब्जी डन हेड सटर हेड भाई हाँ भाई ये एक गन लेके आओ AK-47 इधर मक्की को मारना है मक्की हाँ मक्की को मारना है एक AK-47 लेके आओ अंदर यता हो तिमीहरूलाई थाहा यो बखरी खानुपर्छ या सेरी खानुपर्छ है गाइज अब हामी चाहिँ साउदीको चाय है यतापट्टि साउदीको चाय यतापट्टि हुन्छ सदिक ताल सोय के फायदा सुगुल लिन्छ चाय सुगुल वैस का फुलस मुमकिन कम इजी कति फुलस वाइ दियम अब रियल फी फाइदा कति र नर्मल जुम छ इतने हुरमा माशाल्लाह लर केटा एउटा चायवाला गरेर दुईटा बुढी बिहा गरिसक्यो रे साथीले ले हेर केटा हेर एउटा चाय बेचेर गरे के हुँदैन सबै थोक हुन्छ है ल यति भन्दै हामीले आजको यो ब्लग यहीँ समाप्त गर्न चाहन्छौँ होइन अब लाइक्स मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नु होला हैन आजको फेरि पनि हामी यस्तै घुम्न गएको कन्टेन्टहरू लिएर आउँछौँ तपाईँहरू सामु त्यही हो अब
Okay, thank you so much for watching this video.